पहाडको फेदीको एउटा सानो बजार र त्यहीँ एउटा साँघुरो पसल। पसलको ढोकामाथि पुरानो काठको बोर्ड झुन्डिएको र त्यहाँ लेखिएको थियो घडी मर्मत गरिन्छ। त्यो पसलका मालिक थिए हरिप्रसाद बाजे। उमेरले 80 नागिसकेको थियो। हात काम थियो, आँखा धमिलो थियो, तर गाउँभरि एउटा विश्वास थियो कि बाजेको हातमा पुगेपछि बिग्रिएको घडी पनि मुसुक्क हाँस्न थाल्छ। एक दिन सहरबाट एउटा युवक आयो। उसले आफ्नो महँगो घडी टेबलमा राख्दै भन्यो, बाजे यो घडी चलेन, कति पैसा लाग्छ? बाजेले घडी उठाए, धेरै बेर हेरे तर खोलेनन्। बरु युवकलाई सोधे, बाबु यो घडी तिम्रो हो? हो बाजे। समय पनि तिम्रै हो? युवक फिस्सा हाँस्यो, समय कसैको हुन्छ र बाजे? बाजे पनि हल्का मुस्कुराए। त्यही कुरा बुझ्न मानिसलाई पुरै जीवन लाग्छ, उनले भने। उनी बिस्तारै घडी खोल्न थाले। एउटा सानो स्प्रिङ छुट्टिएको रहेछ, त्यो जोड्न जम्मा 2 मिनट लाग्यो। घडी टिक 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 गरेर फेरि चल्न थाल्यो। युवकले पैसा निकालेर सोध्यो, बाजे कति पैसा हो, राख्नुहोस्। बाजेले 500 रुपियाँ मागे। युवक छक्क पर्यो, 2 मिनटमै 500? 2 मिनटमा बनेको होइन बाबु, यो बनाउन मलाई 50 वर्ष लागेको हो। युवक केही बोल्न सकेन। त्यसपछि बाजेले एउटा दराज खोले। त्यहाँ दर्जनौं पुराना घडीहरू थिए, कतिपय बन्द, कतिपय टुटेका, कतिपयका काँटा थिएनन्। युवकले सोध्यो, यी किन राख्नुभएको? बाजेले एउटा पुरानो घडी हातमा लिए। त्यो घडी कहिल्यै चल्दैन थियो। उनी बिस्तारै बोले, यो मेरी श्रीमतीको हो। उनी बितेको दिनदेखि यसले समय देखाउन छोड्यो। मैले यसलाई बनाउन सक्थेँ तर बनाइन। युवक अचम्ममा पर्यो। किन? बाजेले झ्याल बाहिर हेरे। त्यहाँ साँझको घाम बिस्तारै डाँडा मुनि झर्दै थियो। उनी बिस्तारै बोले, किनकि केही घडीहरू चल्नका लागि होइन, सम्झनाका लागि बाँच्छन्। पसलभित्र मौनता छायो। बाजे फेरि बोले, मानिसहरू घडी मसँग बनाउन आउँछन्, तर उनीहरूको समस्या घडीमा हुँदैन। समस्या त उनीहरू समयलाई पछि सार्न खोज्छन्। भोलि भेटौँला, अर्को महिना भेटौँला, गाउँ जाउँला, फुर्सद भएपछि आमासँग बोलाउँला, तर समयले कसैलाई कहिल्यै पनि पर्खिँदैन। युवकको अनुहार फेरियो। उसले फोन निकाल्यो। धेरै वर्षदेखि नबोलेको बुवाको नम्बर खोज्यो। औँला थरथर काँपिरहेका थिए। फोन लाग्यो। उताबाट वृद्ध स्वर आयो, हेलो बाबु। युवकको घाँटी अवरुद्ध भयो। उसले यति मात्र भन्न सक्यो, बुवा आज म घर आउँदैछु नि। हरिप्रसाद बाजे चुपचाप मुस्कुराइरहेका थिए। उनी जान्दथे आज उनले एउटा घडी होइन, एउटा सम्बन्धलाई मर्मत गरिदिएका छन्। केही महिनापछि बाजेको निधन भयो। पसल बन्द भयो। तर गाउँलेहरूले त्यो पुरानो बोर्ड हटाएनन्, बरु त्यसको तल एउटा नयाँ वाक्य थपे, यहाँ घडी मात्र होइन, ढिलो भइसकेका सम्बन्धहरू पनि मर्मत गरिन्थे। जीवनको दर्शन, घडी बिग्रिए मर्मत गर्न सकिन्छ, तर समय बिग्रिए त्यसको कुनै पनि मिस्त्री हुँदैन, कहीँ पनि हुँदैन। त्यसैले जसलाई एक दिन भेटौँला भन्नुभएको छ, आजै भेट्नुहोस् है, किनकि जीवनको सबैभन्दा ठुलो पछुतो भनेको समय हुँदा समय नदिनु हो।